स्टुडेन्ट, इट्स मी सन्तोष खत्री। यो चाहिँ 2079 एनइबीको बोर्ड क्वेसन हो, बिबिएस फर्स्ट इयरको। यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो। यो लङ क्वेसन पनि हो पास हुनुको लागि। यो चाहिँ आउनै पर्छ, सबैभन्दा सजिलो अकाउन्टको यो नै हो। अब 9-10देखि नै हामीले जर्नल त पढेर आएकै हौँ, भए पनि यहाँ चाहिँ म बेसिकदेखि नै जर्नलको चाहिँ बुझाइदिन्छु। जर्नल इन्ट्री क्वेसनमा सुरुमा के भने जर्नल इन्ट्री भने यो जर्नल चाहिँ गरौँ है त। कलेक्टेड ₹10 लाख फ्रम ओनर अफ द एजेन्सी इन एक्सचेन्ज अफ सेयर भन्यो क्वेसनले। अब यसको जर्नल इन्ट्री चाहिँ के हुन्छ त, तपाईँहरू फर्मेट बनाउनु, मैले चाहिँ बनाइसकेँ। अब यसको के हुन्छ, डेट कहिले दिएको छ, वैशाख 1 गते, 1 महिना 1 गते। सुरुमा क्यास अकाउन्ट डेबिट टु शेयर क्यापिटल अकाउन्ट। अब डेबिटमा कति, 10 लाख, क्रेडिटमा कति, 10 लाख। न्यारेसनमा के लेख्नु पर्यो, बिङ बिजनेस स्टार्टेड विथ क्यास, यसरी चाहिँ लेख्नु पर्यो। अर्को के भनेको छ, डिपोजिट इन्टु द ब्याङ्क ₹8 लाख, कहिले, वैशाख 2 गते। अब यसको जर्नल इन्ट्री के हुन्छ, वैशाख 2 गते। डिपोजिट इन्टु ब्याङ्क, ब्याङ्कमा क्यास डिपोजिट गरेपछि के हुन्छ, ब्याङ्क अकाउन्ट डेबिट, ब्याङ्क अकाउन्ट डेबिट टु के हुने भयो, क्यास अकाउन्ट। कति छ त अमाउन्ट, 8 लाख। डेबिटमा जति हुन्छ क्रेडिटमा कति हुनु पर्यो, त्यति नै हुनु पर्यो, 8 लाख। अब यसको न्यारेसन के हुन्छ त, बिङ क्यास डिपोजिटेड इन्टु द ब्याङ्क, यसरी चाहिँ न्यारेसन लेख्नु पर्यो। जर्नल मात्र गरेको 6 मार्क्स आउँछ, त्यही भएर एकदम इम्पोर्टेन्ट हुन्छ यो जर्नल चाहिँ। पेड 3 month रेन्ट इन एडभान्स भन्यो क्वेसनले। वैशाख 5 गते पेड 3 month रेन्ट इन एडभान्स ₹30,000। 30,000 चाहिँ रेन्ट तिर्यो अरे भनेपछि एडभान्समा तिर्यो भनेपछि कति तिर्यो, 1 महिना 5 गते। क्वेसनले के भनेको छ, एडभान्समा तिरेको भनेपछि यो हाम्रो एक्सपेन्सेस छैन, यो चाहिँ प्रिपेड हुन्छ, सम्पत्ति हुन्छ यो चाहिँ। त्यही भएर के लेख्नु पर्यो, प्रिपेड रेन्ट अकाउन्ट डेबिट टु क्यास अकाउन्ट। चेक भनेको छ भने ब्याङ्क अकाउन्ट लेख्नु पर्यो। कति तिरेको छ त हामीले, 30,000। क्रेडिटमा कति, 30,000। अब यसको न्यारेसन के लेख्नु पर्यो त, बिङ प्रिपेड रेन्ट पेड, यसरी चाहिँ न्यारेसन लेख्नु पर्यो। अब वैशाख 8 गते, purchase office equipment for ₹1 lakh and pay 20% of cash and balance through check। अब क्वेसनले के भन्यो भने वैशाख 8 गते अफिस इक्विपमेन्ट 1 लाखको किन्यो, 20% चाहिँ इन्स्ट्यान्ट क्यासमा तिर्यो, बाँकी रहेको अमाउन्ट केबाट तिर्यो, ब्याङ्कबाट तिर्यो। चेक भन्ने बित्तिकै के हो, ब्याङ्क। रेस्ट अमाउन्ट चाहिँ केबाट तिर्यो, ब्याङ्कबाट तिर्यो भनेपछि 20%, 1 लाखको 20% क्यासमा तिर्यो, बाँकी रहेको 80% अफ 1 लाख चाहिँ केमा तिर्यो, ब्याङ्कबाट तिर्यो, चेकबाट तिर्यो। अब यसको जर्नल इन्ट्री के हुन्छ त, वैशाख 8 गते। अफिस इक्विपमेन्ट अकाउन्ट डेबिट, अफिस इक्विपमेन्ट अकाउन्ट डेबिट टु क्यास अकाउन्ट टु ब्याङ्क अकाउन्ट। क्यास चाहिँ कति,
20% of 1 lakh, बाँकी रह्यो कति 80% अफ 1 lakh। अब कतिको अफिस इक्विपमेन्ट कतिको पर्चेज गरेको यो 1 लाखको। 20% क्यास कति हुन्छ यो 20,000, बाँकी रह्यो कति 80,000। अब यसको न्यारेसन के लेख्ने त being office equipment purchased on cash and check, यसरी चाहिँ न्यारेसन लेख्नु पर्यो। अब अर्को के भन्यो वैशाख 12 गते पर्चेज अफिस सप्लाइज रुपिस 45,000, अफिस सप्लाइज 45,000 को चाहिँ किनेछ। कहिले किन्यो वैशाख बिल टु कस्टमर फर सर्भिस प्रोभाइडेड रुपिस 2 लाख भन्यो वैशाख 10 गते। 1 महिना 10 गते के भन्यो त 1 महिना 10 गते के भन्यो बिल टु कस्टमर फर सर्भिस प्रोभाइडेड रुपिस 2 लाख। अब यसको जर्नल के हुन्छ डेप्टर्स अकाउन्ट डेबिट टु के गरेको सर्भिस प्रोभाइडेड अकाउन्ट कतिको गरेको 2 लाख, डेबिटमा 2 लाख क्रेडिटमा पनि 2 लाख। अब के लेख्नु पर्यो न्यारेसन बिइङ सर्भिस प्रोभाइडेड टु डेप्टर्स, यो भयो यसको जर्नल। अब वैशाख 12 गते के गरेको रहेछ पर्चेज अफिस सप्लाइज रुपिस 45,000। वैशाख 12 गते के गरेको रहेछ अफिस सप्लाइज अकाउन्ट डेबिट टु क्यास अकाउन्ट कतिको गरेर रहेछ 45,000। 45,000 डेबिटमा जति हुन्छ क्रेडिटमा त्यति नै हुन्छ। अब यसको न्यारेसन के हुन्छ बिइङ अफिस सप्लाइज पर्चेज्ड अन क्यास, क्यासमा किनेको छ भने क्यास, क्रेडिटमा किनेको छ भने क्रेडिट, यो भयो। यो पनि भयो। अब वैशाख 14 गते के भन्यो त रिसिभ रुपिस 1,90,000 आफ्टर डिडक्सन अफ 5% डिस्काउन्ट फ्रम द कस्टमर बिल्ड अन वैशाख 10। यो जर्नल इन्ट्री र वैशाख 10 गतेको जर्नल इन्ट्री रिलेसन रहेछ। अब यसको जर्नल इन्ट्री के हुन्छ त भन्दा रिसिभ रुपिस 1,90,000 भन्ने बित्तिकै के भयो रिसिभ भन्ने बित्तिकै पैसा आयो कति गते वैशाख 14 गते। वैशाख 14 रिसिभ भन्ने बित्तिकै क्यास अकाउन्ट डेबिट डिस्काउन्ट अकाउन्ट डेबिट टु डेप्टर्स अकाउन्ट हामीले लिनुपर्ने थियो नि त। अब क्यास कति भनेको छ क्वेसनले क्यास कति रिसिभ भएको भनेको छ 1,90,000, डिस्काउन्ट कति भनेको छ 5% अफ कतिको थियो सर्भिस हामीले प्रोभाइड कतिको गरेका थियौँ 2 लाख रुपिसको। 2 लाख भनेको कति हुन्छ यो 2 लाखको 5% यो भनेको 10,000 कति भयो यो 2 लाख। अब यसको न्यारेसन के लेख्नु पर्यो बिइङ क्यास रिसिभ फ्रम डेप्टर्स
and allow discount. यो पनि भयो। अब वैशाख 20 गते के भन्यो, पेड ₹10,000 टु द एडभर्टाइजिङ कम्पनीलाई चाहिँ 10,000 तिर्यो कहिले, वैशाख 20 गते भनेपछि यसको जर्नल इन्ट्री के हुन्छ, एडभर्टिजमेन्ट अकाउन्ट डेबिट, के गयो वैशाख टु क्यास अकाउन्ट। क्यास आएको छ भने डेबिट, क्यास गएको छ भने क्रेडिट। कति 10,000 डेबिट, 10,000 क्रेडिट। अब यसको न्यारेसन के लेख्नु पर्यो, बिङ क्यास पेड टु एडभर्टिजमेन्ट। यो न्यारेसन चाहिँ आफूलाई जस्तो सजिलो लाग्छ त्यही लेख्दा हुन्छ है। यो पनि भयो। वैशाख 25 गते के भन्यो, पेड इलेक्ट्रिसिटी बिल ₹2000 भनेको। अब यसको जर्नल इन्ट्री के हुन्छ, इलेक्ट्रिसिटी बिल चाहिँ तिर्यो रे भनेपछि के भयो, वैशाख 25 गते 1 महिना 25 गते इलेक्ट्रिसिटी अकाउन्ट डेबिट टु के गयो, क्यास गयो, टु क्यास अकाउन्ट। कति 2000। अब यसको न्यारेसन के लेख्नु पर्यो, बिङ इलेक्ट्रिसिटी चार्ज पेड। यसरी न्यारेसन लेख्नुपर्छ। अब यो पनि भयो। अब 1 महिना 30 गते के भनेको रहेछ, पेड अफिस स्यालेरी ₹50,000 बाई इस्युइङ चेक भनेको भने ब्याङ्कबाट तिरेको भन्ने। चेक भनेकै के हो, ब्याङ्कको। 1 महिना 30 गते अफिस स्यालेरी अकाउन्ट डेबिट टु ब्याङ्क अकाउन्ट। कति तिरेको छ, 50,000 50,000। अब यसको न्यारेसन के लेख्ने, बिङ अफिस स्यालेरी पेड थ्रु चेक। यसरी जर्नल इन्ट्री मात्र गऱ्यौँ भने पनि 5 देखि 6 मार्क्स चाहिँ आउँछ। सबैभन्दा बेसिक नै जर्नल इन्ट्री हो। जर्नल इन्ट्री केही गरी बिग्रियो भने ट्रिपल कोलम क्यास बुक पनि मिल्दैन, यो लेजर पनि मिल्दैन, ट्रायल ब्यालेन्स पनि मिल्दैन। त्यही भएर जर्नल इन्ट्री चाहिँ एकदम इम्पोर्टेन्ट छ है। भनेको छ क्वेसन बीमा ट्रिपल कोलम क्यास बुक भनेको छ। अब चाहिँ ट्रिपल कोलम क्यास बुक बनाउनु पर्यो। अब पहिला फर्मेट तान्नुस्, त्यसपछि डेट, पार्टिकुलर्स, पिआर लेखे पनि हुन्छ, एलएफ लेखे नि हुन्छ। एलएफ क्यास ब्याङ्क डिस्काउन्ट, फेरि डेट, पार्टिकुलर्स, एलएफ क्यास ब्याङ्क डिस्काउन्ट। यो क्रेडिट साइड, यो डेबिट साइड। बी नम्बरको ट्रिपल कोलम क्यास बुक। अब ट्रिपल कोलम क्यास बुक कसरी गर्ने त, यो फर्मेट बनाइसकेपछि अगाडिको जर्नल इन्ट्रीको आधारमा चाहिँ हामीले के गर्नु पर्यो, ट्रिपल कोलम क्यास बुक बनाउनु पर्यो। डेबिट साइड जहिले पनि 2 बाट सुरु गर्नु, क्रेडिट साइड बाई बाट सुरु गर्नु। अब सुरुमा हामीले बनाएको जर्नल हेर्ने। अब सुरुमा के भनेको छ, क्यास अकाउन्ट डेबिट टु सेयर क्यापिटल। कति 10 लाख भनेपछि क्यास केमा छ, डेबिटमा छ।
भनेपछि क्यास कल केमा छ डेबिटमा छ टु क्यापिटल अकाउन्ट क्यास केमा छ डेबिटमा छ कति 10 लाख वैशाख 1 गते यसरी चढाउने क्यास र ब्याङ्कको मात्र कुरा आउँछ अरू के पनि हेर्नु पर्दैन अब यहाँ के भनेको छ ब्याङ्क एकाउन्ट डेबिट टु क्यास अकाउन्ट यसलाई चाहिँ कन्ट्राइन्टी भन्छ यो चाहिँ दुईतिरै चढ्छ अब यसलाई कसरी चढाउने त ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट कति छ 8 लाख रुपियाँ 1 महिना 2 गते के भयो ब्याङ्क अकाउन्ट डेबिट कति 8 लाख टु केले भएको क्यास अकाउन्ट एलएफकोमा यहाँ C1 कन्ट्राइन्टी लेख्दा पनि हुन्छ अब यही डेटको के भयो 1 महिना 2 गते बाई ब्याङ्क अकाउन्टले के भयो क्यास क्रेडिट भयो 1 लाख यो पनि C1 यसरी चाहिँ कन्ट्राइन्टी दुईटा हुन्छ क्यास डिपोजिटेड इन्टु ब्याङ्क गर्दाखेरि हुन्छ अनि विथड्र फर अफिस युजको लागि भयो भने बल्ल कन्ट्राइन्टी हुन्छ ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट यसरी चढाउने अर्को के छ टु क्यास अकाउन्ट है प्रिपेड रेन्ट अकाउन्ट डेबिट टु क्यास अकाउन्ट क्यास के भयो क्रेडिट भयो कति छ अमाउन्ट 30,000 केले भएको प्रिपेड रेन्टले कति गते छ 1 महिना 5 गते 1 महिना 5 गते बाई प्रिपेड रेन्ट अकाउन्ट कति छ अमाउन्ट 30,000 यसरी चढाउने अब अर्को के छ अफिस इक्विपमेन्ट अकाउन्ट डेबिट टु क्यास अकाउन्ट टु ब्याङ्क अकाउन्ट क्यास र ब्याङ्क के भयो क्रेडिट भयो केले अफिस इक्विपमेन्टले भनेपछि कति गते छ 1 महिना 8 गते 1 महिना 8 गते बाई अफिस इक्विपमेन्ट क्यास छ 20,000 ब्याङ्क छ 80,000 यसरी चढाउने अर्को छ यो चढ्दैन यहाँ क्यास र ब्याङ्कको कुरै भएको छैन अफिस सप्लाइज टु क्यास अकाउन्ट भनेपछि क्यास क्रेडिट भयो केले अफिस सप्लाइजले 1 महिना 12 गते अब यहाँ लेख्नु पर्यो 1 महिना 12 गते बाई अफिस सप्लाइज अकाउन्ट कति छ 45,000 लगभग यताको यति नै हो अर्को भनेको छ क्यास अकाउन्ट डेबिट डिस्काउन्ट अकाउन्ट डेबिट टु डेप्टर्स अकाउन्ट अब यहाँ क्यास केमा आएको छ डेबिटमा आएको छ केले गरेर टु डेप्टर्स अकाउन्ट क्यास कति आएको छ 1,90,000 डिस्काउन्ट कति आएको छ 10,000 कति गते हो 1 महिना 14 गते अब एडभर्टिजमेन्ट अकाउन्ट डेबिट टु क्यास अकाउन्ट क्यास केमा छ क्रेडिटमा छ भनेपछि कहाँ चढाउनु पर्यो क्रेडिट साइड 1 महिना 20 गते बाई एडभर्टिजमेन्ट अकाउन्ट कति छ 20,000 सरी एडभर्टिजमेन्ट 10,000 अब 1 महिना 25 गते इलेक्ट्रिसिटी अकाउन्ट डेबिट टु क्यास अकाउन्ट कति छ 2,000 1 महिना 25 गते बाई इलेक्ट्रिसिटी अकाउन्ट कति छ 2,000 यो पनि भयो अब अर्को छ अफिस स्यालेरी अकाउन्ट डेबिट टु ब्याङ्क अकाउन्ट कति 50,000 कति गते हो यो 1 महिना 30 गते
बाई अफिस स्यालेरी अकाउन्ट। यो चाहिँ ब्याङ्कमा कति 50,000। लगभग यति नै हो जर्नल इन्ट्री। अब के गर्नु पर्यो यसलाई टोटल गरिदिनु पर्यो। डेबिटमा नि टोटल क्रेडिटमा नि टोटल। कुन साइडमा धेरै छ त भन्दाखेरि डेबिट साइडमै धेरै छ 10,11,90,000। यो भयो 11,90,000 क्यासमा। यता पनि टोटलमा सेम लेख्नुपर्छ 11,90,000। ब्याङ्कमा कति 8 लाख। यता नि कति 8 लाख। डिस्काउन्टमा कति छ 10,000। यता चाहिँ लेख्नु पर्दैन बराबर गर्नु पर्दैन। अब नपुगे कमन थप्नु पर्यो 1 महिना 31 गते बाई ब्यालेन्स्ड। बाई ब्यालेन्स के लेख्नु पर्यो सिडी। कति अमाउन्ट पुगेन त क्यालकुलेट गरेर लेख्नु। 8 लाख प्लस 30,000 प्लस 20,000 प्लस 45,000 प्लस 10,000 प्लस 2,000 गर्दाखेरि 9,07,000 माइनस 11,90,000 गर्दाखेरि कति आयो 2,83,000 क्यासको भयो। अब ब्याङ्कको कति 8 लाखमा माइनस के गर्नु पर्यो 80,000। 7,20,000 यसरी टोटल गर्नु पर्यो। अब 2 महिना 1 गते के गर्नु पर्यो टु ब्यालेन्स्ड सिडी तानेपछि के गर्नु पर्यो बिडी तान्नु पर्यो। कति भयो क्यास 2,83,000 ब्याङ्क कति 7,20,000। यसरी ट्रिपल कोलिङ क्यासबुक पनि गर्न सकिन्छ। ट्रिपल कोलिङ क्यासबुक गर्दा कति मार्क्स आउने रहेछ 4 मार्क्स सजिलै तान्नु सकिन्छ। अब अर्को क्वेसनले के भनेको छ अकाउन्ट रिसिभेबल निकाल भनेको छ। यो चाहिँ लेजर। अब लेजरको फर्मेट तान्नुस् डेट पार्टिकुलर्स amount date particulars amount। यो क्रेडिट साइड यो डेबिट साइड। क्वेसन नम्बर सी को अकाउन्ट रिसिभेबल। अकाउन्ट रिसिभेबल भन्दा नि भयो डेप्टर्स भन्दा नि भयो। अब अगाडिको जर्नल इन्ट्रिजको आधारमा अकाउन्ट रिसिभेबल निकाल्ने। अब अकाउन्ट रिसिभेबल भनेको डेप्टर्सको कहाँ छ त यहाँ छ। डेप्टर्स अकाउन्ट डेबिट टु सर्भिस प्रोभाइडेड अकाउन्ट क्यास अकाउन्ट डेबिट डिस्काउन्ट अकाउन्ट डेबिट टु डेप्टर्स अकाउन्ट। यसलाई नै चढाउनु पर्यो। अब सुरुमा डेप्टर्स अकाउन्ट डेबिट के टु सर्भिस प्रोभिडेड अकाउन्ट 2 लाख। डेप्टर्स अकाउन्ट डेबिट टु सर्भिसेस प्रोभाइडेड अकाउन्ट कति छ 2 लाख। कति गतेको कुरा हो 1 महिना 10 गतेको कुरा। अर्को के छ डेप्टर्स केमा छ डेप्टर्स क्रेडिटमा छ भनेपछि क्रेडिट साइड चढाउनु पर्यो बाई क्यास अकाउन्ट बाई डिस्काउन्ट अकाउन्ट। कति गते 1 महिना 14 गते बाई क्यास अकाउन्ट बाई यो सेम डेट डिस्काउन्ट अकाउन्ट। यो 1,90,000 यो 10,000। अब यो टोटल गर्ने टोटल यो 2 लाख यो 2 लाख
यति हो नपुगेको अमाउन्ट थप्ने तर क्वेसनले बराबरै देखाएको क्वेसनले यहाँ अकाउन्ट पेबल पनि भने रहेछ तर अकाउन्ट पेबल माथि इन्ट्रीमा नदेखेको कारणले यो रङ भएको हो यो गर्नु पर्दैन यति गऱ्यो भने पनि 4 मार्क्स आउँछ